कसको दादा चाहिँ इम्पल्सिभ डिसिजन लिनुहुन्छ। हाई गाइस, मेरो दादा चाहिँ हेर्नु न, यहाँ सुनको सिक्रेट र सुनको ब्रेसलेट देखाइरहनु भएको थियो, घाँटी चाहिँ लाग्यो भन्दै। अनि हामीलाई चाहिँ खासमा दादाले कोसको जाम रेडी हौँ, आज गाडीको ब्याट्री किन्न जाने भनेर सबैलाई लिएर गएर लास्टमा वायाला जाम भनेर अनप्लान चल्दिरह क्या। एक ठाउँ जाने भनेर फुत्त अर्को ठाउँ कसले लान्छ भन्नुहोस् त। इट वाज फन दो, त्यही पनि केही पनि नलागेको थियो। तर मलाई चाहिँ दादाको विश्वास नलाएर मैले एकजोड राति सुत्ने लुगा र स्किन केयरको सामान चाहिँ हालेर हिँडेको थिएँ। यो भ्यूहरू चाहिँ इट वाज अल वर्थ इट है। अनि हामी चाहिँ बिचमा झरेर बाटोमा फोटोसोटो खिच्यौँ, मेरो भाइहरू यति रमाइरहेको थिएँ। अनि त्यसपछि म चाहिँ आफ्नै भिडियो लिइरहेको थिएँ। अनि हामी त्यहाँनिर आल्डीमा $7 पाजामा र सेटर रहेछ, अनि त्यो किनेर अनि हामी होटलमा बस्यौँ। अनि भोलि बिहानै उठेर हामी त्यसपछि लाग्यौँ वायालाको यो सिपमा। यसमा चाहिँ यो सिप चाहिँ वर्ल्ड वार 2 मा युज भएको सिप रहेछ। यो सिपको एभ्री कर्नरमा कति धेरै स्टोरीहरू थियो। यहाँको गाइडेन्सले चाहिँ हामीलाई कति धेरै भन्नुभएको थियो, यहाँनिर यसरी क्याप्टेन बस्थ्यो यो त्यो भनेर। अनि सिपको टुर हुनुभन्दा अगाडि चाहिँ हामी म्युजियम पनि थियो त्यहाँनिर, यस्तो म्युजियम घुम्दै थियौँ। अनि 10:30 बजिसकेपछि चाहिँ अनि सिपमा जानुपर्ने थियो। सो दिस इज द लेडी हु गाइडेड अस है, सी वाज सो स्विट। यो सिप चाहिँ वर्ल्ड वार 2 मा युज भएको सिप थियो। यो सानो डब्बा वास्तवमा हेर्नु न, यसमा 17-18 जना मान्छेहरू झुन्डेर सुईमा बस्थ्यो अरे। अनि यो चाहिँ त्यो बेलाको वासरुम 19 समथिङको वासरुमहरू हो यो किचन। अनि यो चाहिँ क्याप्टेनहरू सुत्ने रुम भयो, यो पनि किचनै हो। अनि यो चाहिँ के भन्नुभएको थियो बिर्सेँ मैले, आम सरी। अनि यो चाहिँ क्याप्टेनहरू अनाउन्स गर्ने बस्ने ठाउँ। अनि यो चाहिँ वारमा गएको सिपहरू, यसमा चाहिँ सबैजना सुतेर बस्थ्यो अरे कि त्यो बेलामा। अनि यो चाहिँ किचन भयो। अनि यो फोटोहरू खिचेको त्यो बेलाको। अनि यो चाहिँ क्याप्टेनहरूले डाइन गर्ने ठाउँ रे, बस्ने ठाउँ रे, उनीहरूलाई चाहिँ अलिक स्ट्यान्डर्ड हुने रहेछ। अनि यो टोइलेट पेपर कस्तो अजिब लगाएर खिचेको मैले। अनि त्यसपछि यो सिप भइहाल्यो। इट वाज सो बिग। यो सिप देख्दाखेरि चाहिँ कस्तो अजिब लाग्यो कि मलाई, यहाँनिर मान्छेले कुनै दिन वार गरेको थियो होला, उनीहरूको मनमा के चलिरहेको थियो होला भनेर त्यस्तो खाले भइरहेको थियो कि मलाई चाहिँ। टी एन्ड कफी बनाउने ठाउँ रे यो चाहिँ। त्यतातिर सबै हेरेर हामी यस्तो बाहिर फेरि म्युजियममा गयौँ, यस्तो रियलहरू थियो त्यहाँ चाहिँ। अनि त्यहाँबाट हामी निस्केर गयौँ हमक लुकआउट भन्ने ठाउँमा। इट वाज सो ब्युटिफुल गाइज। अनि त्यसपछि त्यहाँबाट देखिने भ्यू चाहिँ यस्तो दामी थियो। अनि मलाई चाहिँ कस्तो अचम्म लागिरहेको थियो, हेर्नु न त्यो पछाडिको कलर, समुद्रको कलर दुई थरीमा थियो क्या। आधा चाहिँ हरियो जस्तोमा थियो अनि आधा चाहिँ कालो जस्तोमा थियो क्या। अनि तर पनि कति धेरै ब्युटिफुल देखिरहेको थियो कि, त्यो ठाउँै कस्तो रमाइलो खाले थियो कि। अनि त्यसपछि हामी क्याफे गयौँ। अनि मैले चाहिँ क्याफेमा गएर फिस एन्ड चिप्स ल्याएँ, तर बाबाले चाहिँ जुठो बारिरहनु भएको थियो। त्यही भएर बाबालाई चाहिँ हामीले ग्यास बालेर त्यहाँनिर गिलो रोटीहरू हालिदियौँ, अनि फलफुलहरू काटिदियौँ। अनि हामीले चाहिँ खायौँ। अनि हामी घरतिर फर्क्यौँ। अनि घरतिर फर्किँदै थियौँ, भाइहरू भुसुक्कै निदा थियो। अनि त्यसपछि हामीले यो पिङ्क लेक भन्ने देख्यौँ। अनि मलाई चाहिँ एकदमै जान मन लागेको थियो, तर मेरो क्लास पनि छुट्ने बेला भइसकेको थियो, हतार गरिरहेको थियौँ। त्यही पनि दादाले जा गएर फोटो खिचेर आइज भनेर भन्नुभयो। अनि म चाहिँ बाबा र भाउजूलाई लिएर अनि फोटो खिच्नतिर गएँ। मलाई चाहिँ कलेज मात्र त हो नि भनेर म चाहिँ रिल्याक्समा बसिरहेको थिएँ, तर त मेरो इक्जाम रहेछ। अनि म हतार घर गएर ल्यापटप बोकेर फेरि कलेज आएँ। ओके बाई।